न्यु इयर आउँदैछ केटा हो, तिमीहरू त अब मस्त घुम्ने होला केटा हो होइन। आफू त अब खाडीतिर हो, घाम चाहिँ अति छ होइन, देख्न सक्नुहुन्छ कति गर्मी छ होइन। धेरै बिजी भयो भने चाहिँ हामी समय गएको नि अब महिना वर्ष गएको नि पत्तै नहुँदो रहेछ क्या। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल हेप्पी ब्लग। आज चाहिँ म रुममै छु होइन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि चाहिँ आज चाहिँ म हाम्रो रुम र मेरो डेली एक्टिभिटिज अफ डे हो। अनि अफ डेमा के गर्छु म हजुरहरूलाई देखाउँछु होइन। मेरो बेड चाहिँ यो होइन। अनि चाहिँ हामी चाहिँ यहाँ 1 2 3 4जना छौँ। पहिला चाहिँ यहाँ 5जना थियो, एउटा चाहिँ अहिले सरिसकेको छ होइन तल चाहिँ। अब चाहिँ म मेरो रुम चाहिँ क्लिन गर्छु होइन। 4जना छौँ, 4जनाको चाहिँ पालो पालो चाहिँ रुम सफा गर्ने हुन्छ। आज चाहिँ मेरो परेको छ, मेरोमा त छुट्टी छ होइन। अहिले चाहिँ कोही छैन रुममा, अनि त्यही भएर चाहिँ म सफा गर्न लागेको। मैले चाहिँ भर्खरै रुम सफा गरेर सकिसकेँ होइन। मेरो रुममा चाहिँ 4जना छन् होइन अहिले चाहिँ। अनि सबैजना चाहिँ अहिले काममा, म मात्र छुट्टी छ आज। त्यस्तो छ, एसी चाहिँ 24 घन्टा लाग गर्नुपर्छ, न त गर्मीले उत्पात हुन्छ होइन। बाहिरकै भ्यू चाहिँ देखाउँछु। उज्यालो भइसकेछ घाम लागेर। यस्तो गर्मी छ कि गर्मी बढेर। यो चाहिँ इन्टरनेट सिटी, घाम चाहिँ डेन्जरै लागेको छ। बाहिर त निस्किनै नसक्ने गर्मी छ होइन। यस्तो टल्किन्छ यहीँ त राह आइरहेको त्यो के अरे हुन्छ नि त्यो तातो हावा के, डेन्जरै गर्मी हुन्छ कि एकैछिनमा चिप्लिकै पसिनाले भिजेर चिप्लिकै हुन्छ कि। यहाँ चाहिँ हामी भित्र नै बसेर कुरा गर्दा ठिक होला जस्तो छ होइन। डेन्जर गर्मी भयो, एकैछिनमा त्यो राफले चाहिँ डेन्जर पोल्ने राफ हुन्छ क्या यहाँको चाहिँ। न्यु इयर आउँदैछ केटा हो, तिमीहरू त अब मस्त घुम्ने होला केटा हो होइन। आफू त अब खाडीतिर हो एक्लै होइन। अब के गर्नु होइन, तिमीहरू चाहिँ मस्त मनाऊ होइन। अनि चाहिँ सबैलाई ह्याप्पी बर्थडे के ह्याप्पी बर्थडे भन्दा आएको मलाई ह्याप्पी न्यु इयर गाइज होइन। नेपाली ह्याप्पी न्यु इयर 2082। सबै हार्दिक मङ्गलमय शुभकामना, सबैलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु होइन। सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु। खाना पनि खाइसकेँ अनि सब काम सकेर चाहिँ होइन, सफा रुम पनि सफा गरेर चाहिँ यत्तिकै म रुममा बसिरहेको छु होइन। आज चाहिँ अनि भिडियो बनाउन मन लाग्यो होइन। धेरै भयो ब्लग पनि अपलोड नगरेको, त्यही भएर
आज चाहिँ भिडियो बनाऊँ भनेर मेरो चाहिँ रुटिन हुन्छ नि अफ डेमा मैले के गर्छु भनेर चाहिँ त्यो आज बनाएको छु हैन। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला हैन। अनि लाइक कमेन्ट पनि छोडिदिनु होला। अनि हजुरहरूलाई कस्तो भिडियो चाहिन्छ, कस्तो इन्फर्मेटिभ भिडियो खोज्नु भएको छ त्यो पनि कमेन्ट डाउन गरिदिनु होला। अनि म पनि त्यस्तै भिडियोहरू ल्याउने कोसिस चाहिँ गर्छु। तपाईहरु पनि दुबई आउँदै हुनुहुन्छ भने हैन अलिकति सोचबुझ गरेर बुझेर चाहिँ आउनु होला हैन। हाई एक्सपेक्टेसन चाहिँ लिएर नआउनु होला हैन। रियालिटी त अब मैले देखाइसकेँ हैन। हाम्रो बसाइ कस्तो हुन्छ यही हो हाम्रो बसाइ रुम हैन। 4 जना 5 जना बस्नुपर्छ अनि सब त्यही हो। यो लिभिङ रुम हो, उता पनि त्यस्तै हो, उता अर्को उसमा पनि बेडरुममा पनि त्यस्तै हो। सबै मिलेरै बस्नुपर्छ, सबै बेड स्पेसको उसले बस्नुपर्छ हैन। यही नै हो हाम्रो लाइफ भनेको। अब ड्युटी गयो, ड्युटीबाट आयो, अब 10 घन्टा ड्युटी हुन्छ, ड्युटीबाट आयो। अब मर्निङको 3 बजे उठेर जानुपर्छ मेरो रुटिन चाहिँ। अनि 4 बजेबाट ड्युटी छ। अनि लगभग 2 बजेतिर खाना खाएर चाहिँ ड्युटीबाट अफ हुन्छ। अनि फेरि आयो, फेरि सुत्यो। अनि चाहिँ बेलुका उठेर फेरि खाना बनाउनु पर्यो, खाना बनायो, यताउता गर्दै डेली जान्छ। दिन गएको त पत्तै हुँदैन। मान्छे धेरै बिजी भयो भने चाहिँ अनि समय गएको नि अब महिना वर्ष गएको नि पत्तै नहुँदो रहेछ क्या। अब मेरो पनि त्यस्तै भइरहेछ। अब ड्युटी जाऊ, अब एक दिन अफ हुन्छ, एक दिन अफमा अब कतै काम पर्यो भने चाहिँ कतै गइन्छ, नत्र चाहिँ रुममै यसरी रेस्ट गऱ्यो हल्का। जो पनि नयाँ आउँदा चाहिँ होइन एक्सपेक्टेसन हाई नै हुन्छ नेपालमा त। विदेशमा गएर पैसा धेरै कमाइन्छ भन्ने सोच हुन्छ होइन। अब त्यस्तो हाई एक्सपेक्टेसन भएपछि यहाँ चाहिँ रियालिटी मैले पनि भोगिरहेको छु अहिले चाहिँ। त्यही हो। अब सबै कुरा भने जस्तो चाहिँ हुँदैन, तर बिस्तारै चाहिँ आफूले स्ट्रगल गर्नुपर्छ, हुँदै जान्छ जस्तो लाग्छ मलाई चाहिँ। अलोन क्लिन हुने बेला चाहिँ कस्तो टाइममा हो भने चाहिँ कहिलेकाहीँ फेस्टिभलहरू आउँछ, कहिलेकाहीँ अब न्यु इयरहरू आउँछ नि त, नेपाली स्पेसिफिक दिनहरू आउँछ नि त। हो त्यस्तोमा चाहिँ अलिकति एक्लै फिल हुन्छ। अब त्यो दसैँ तिहारको दिनमा नि अब स्पेसल दिन हो नि त, त्यहाँ त कस्तो रमाइलो गरेर मनाइरहेको हुन्छ नि त नेपालमा। तर पनि यहाँ चाहिँ ड्युटी गइराख्नुपर्छ। त्यो अब सबैको छुट्टी मिल्छ भन्ने हुँदैन होइन। त्यस्तै त्यो छेड चाहिँ अलिकति परदेशीले चाहिँ अलिकति मन टर्यो भने हो जस्तो लाग्छ है मलाई। हजुरहरूले चाहिँ जुनसुकै फुलमा काम खोज्यो नि काम चाहिँ पाइन्छ होइन। अलिकति यहाँ चाहिँ अलिकति एजेन्टको चाहिँ अलिक बिग्री हो भनेर भन्छु चाहिँ म है। अब लाइक म फर्स्ट टाइम बर्दुबई झर्दा चाहिँ होइन, बर्दुबई चाहिँ लाइक काठमाडौँ जस्तै लाग्थ्यो क्या मलाई। अब जता हेरे पनि होइन नेपाली मात्र भेटिने। त्यहाँको पार्क छ क्या, त्यहाँ चाहिँ त्यो पार्क छ, त्यो पार्कमा चाहिँ एभ्री नेपाली पार्क भन्छ। अनि म चाहिँ अब काम खोज्नु पऱ्यो फर्स्टमा त होइन। काम खोज्दाखेरि चाहिँ लगभग अब अलि टाइमै लाग्यो मेरो चाहिँ होइन। तर धेरै दलालहरूसँग भेट्यो, पैसा खाने भाग्ने त्यो चाहिँ लास्ट धेरै हुन्छ। त्यो आफै बच्नुपर्छ, सतर्क हुनुपर्छ होइन। इन्फर्मेसन दिन चाहिँ आज भिडियो बनाएको। अब नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि अनि सपोर्ट पनि गरिदिनु, मायाहरू देखाइदिनु होला भन्न चाहन्छु होइन। आजलाई चाहिँ छोटो भिडियो बनाएर चाहिँ अब मेरो बारेमा देखाउन खोजेको मात्रै हो हजुरहरूको सामु। आजको लागि चाहिँ म यति भन्दै छोटो ब्लगबाट म चाहिँ बिदा हुन चाहन्छु। अनि चाहिँ नेक्स्ट ब्लग चाहिँ हाम्रो बारिस्ताको बारेमा आउँछ होइन। कति कमाइ गर्न सकिन्छ र कसरी काम खोज्ने भनेर सबै बारेमा आउँछ। म चाहिँ एउटा मेरो साथी बारिस्तामै काम गर्ने साथीलाई चाहिँ लिएर उसको एक्सपिरियन्स र सबै कुराहरू सोधेर हजुरहरू सामु सेयर गर्छु। वेट फर अप टु द्याट ब्लग। सबैलाई गुड बाई एन्ड सी यू एन्ड लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला, माया गर्नु होला। ओके सी यू बाई।